हेलो गाइज गुड मर्निङ र नमस्कार र अहिलेसम्म हाम्रो फार्मको लगभग अटो ट्याङ्करको काम चल्दैछ। पाइपहरू हाम्रो लगभग फिट्स भइसकेको छ। यहाँ हेर्नु हामीले यहाँ सेन्टेक्स यहाँ राखेर छौँ र यो पाइप साइप हामीले सबै त गरिसकेर छौँ। यहाँ डोरा पाइप एक्स्ट्रा रहेका छन् र यहाँ हेर्नु यहाँ चाहिँ हामीले यो लेभल पाइप अलिकति लिएर छौँ किनकि अटो ट्याङ्करमा आएको पाइप धेरै नै कम्ती हुन्छ र लगभग हाम्रा ब्रोइलर अहिले 1 केजी 200 ग्राम 300 ग्रामका भइसकेका छन्। आज 21 दिन कम्प्लिट भयो। अटो ट्याङ्कर हामीले सिरियली फिट गर्दैछौँ। यहाँ अटो ट्याङ्कर फिट भयो, बस हामीले यो पाइपलाइनको काम गर्दैछौँ यहाँ नै। र यहाँ हेर्नु आज यिनीहरूको जुन घनत्व त्यो निकै बढिसकेको छ किनकि निकै ठुला भयो। र यहाँ हेर्नु यो कम्पनीसँग आएको यस्तो पाइप आउँछ। यो पाइप हजुरहरूले अगर जति बासन छ त्यसको क्यापेसिटी नै यो पाइप पुग्दैन हेर्नु है। त्यही लागि तपाईँहरूले लेभल पाइप जुन 160 नि 140 रुपियाँ गरेर लिन्छ सायद त्यो 5-6 प्याकेट ल्याउनु होला। मैले चाहिँ 2 प्याकेट लिएर थिएँ, त्यो यतापट्टि लगाउँदै सकियो। र हामीले यसरी यहाँ हेर्नु यहाँबाट ठ्याक्क पानी आउँछ र यसको हिसाबले यो अटो ट्याङ्करमा यहाँ आउँछ। र अहिले हामीले चलाएको छैन, हामी यो गोटै फिट गरिसके पछाडि चाहिँ हामीले चलाउनेछौँ। र यस्तै खालको छ यहाँ हेर्नु है। यहाँ हामी यो काम अहिले धमाधम व्यस्ततामा बिजी छौँ, त्यही पनि हजुरहरूलाई सानो एउटा भिडियो देखाउँदैछौँ। यहाँ हेर्नु है, यहाँबाट सेट हुँदैछ, हामीहरू यहाँ काम गर्दैछौँ। यतापट्टि अझै फिट गर्न छ। र आजको भिडियो यस्तै छ, आजको अपडेट यस्तै छ। र भिडियो राम्रो लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। र यस्तै जानकारीको लागि हजुरलाई केही सोध्न छ भने मलाई प्लिज कमेन्ट सेक्सनमा केही सोध्नु होला, म अफकोर्स हजुरलाई भन्नेछु। र थ्याङ्क यू।